निस्कियौँ पशुपतिनाथ दर्शन गर्न। हाम्रो सानो पनि चस्मा लाएर झिल्के। गुड मर्निङ गाइज। आज चाहिँ हाम्रो पशुपतिनाथ दर्शन गर्न जाने प्लान छ। आफू पनि रेडी हुनु पर्यो अनि बच्चा बच्चीलाई नि रेडी बनाउनु पर्यो। सो लेट्स गेट स्टार्टेड। गुड मर्निङ सबलाई, हामीहरू पशुपति जाँदैछौँ। जाउँ लागिरहेछ। तिमीहरूले पो ढिलो गर्यौ, म त अघि नै तयार भइसकेको, 1 घन्टा भइसक्यो तयार भएको म। छिटो गरिहाल्छु म। यसले ढिलो गरेर हो नि त। यसले आएर खाना बनाउन ढिलो हुने भएकाले मम्मीले चाहिँ अहिले नै खाना बनाएर जाने निर्णय गर्नुभयो। मिठो मिठो बोडीको तरकारी पाक्दैछ। म पनि अब झट्टपट्ट क्रिम श्रिम लगाएर रेडी हुने तर्खरमा छु। 2टा बच्चाको आमा भएपछि रेडी हुन पनि कहाँ सजिलो छ र। एउटा आएर म माथि झुन्डिँदैछ फेरि। हामी चाहिँ निस्कियौँ पशुपतिनाथ दर्शन गर्न। चट्ट कुर्ता सुरुवाल लगाएर। हाम्रो सानो पनि चस्मा लाएर झिल्के भएको छ। ह्यान्डसम ह्यान्डसम। अब गर्मी हुन्छ कि शीत लाग्यो अनि छाडो धुलो छ। हामी लाग्यौँ है पशुपतिनाथ दर्शन गर्नलाई। एकदमै रमाइलो लागिरहेछ मलाई पशुपति जानलाई। आज चाहिँ धेरै जसो सामूहिक व्रतबन्धहरू भइरहेको देखियो। माथिल्लोपट्टि जुत्ता राखेर आएको हुनाले भर्याङमा प्रामलाई चाहिँ यसरी बुढाबुढी मिलेर उचालेर तलसम्म झार्न पर्यो। रमाइलो भयो जे होस् सम्झनाको लागि। नेपाल साँच्चै नै एउटा एकदमै संस्कृतिले भरिएको देश हो। यो सबैजनाले आफ्नो आफ्नो कर्तव्य पुरा गरेको देख्दाखेरि साह्रै रमाइलो लाग्ने दृश्य थियो यहाँ आज। आज पशुपतिमा एकदमै धेरै भिड रहेछ।
आज पशुपतिनाथमा एकदमै धेरै भिड हुनुको कारण चाहिँ अग्नि रुद्री र व्रतबन्ध जुरेको कारणले रहेछ। हामी आज शुक्रबार भिड हुँदैन होला भनेर शनिबारको साटो शुक्रबार आएको, तर आज एकदमै भिड रहेछ। तर रमाइलो भयो जे भए पनि। यसो बेला मौकामा आफ्नो भिडियो निकाल्नलाई भए पनि हल्का सेल्फी त हान्नै पर्यो नि। ल हामी चाहिँ अब दर्शन गरेर घर फर्किँदैछौँ। एकदमै गर्मी पनि अनि धेरै भिड पनि धेरै भिड। ल बाबा कहाँ जानुभयो? ए मेन रोडैबाट अति यतापट्टि फर्केपछि आइगयो नि झन्झट छ। ल हामी चाहिँ मिष्टान्न होटलमा आएर पुरी तरकारी समोसाहरू खाने प्लानमा छौँ अब सबैजना। लागेको अवस्था छ, भोक लागेको। शुद्ध शिलाजित पनि किन्यो। आइसक्यो त हेर त के रहेछ बेबी? के गर्दैछ? गुड ल गुड। ल हाम्रो पशुपतिनाथको यात्रा चाहिँ आजलाई टुङ्गियो। घर जाँदैछौँ है हामी चाहिँ। मेरो सानो पन्टुले त आज एकदमै धेरै कोअपरेट गरेकै हो, किनकि हिँडेदेखि आउन्जेलसम्म पनि एकचोटि पनि रोएन। एकदमै खुसी साथ आइपुग्यो। जे भए पनि पशुपतिनाथ भगवान्ले कल्याण गर्नुभएको छ। ल हामी चाहिँ पशुपतिनाथको दर्शन गरेर घर आइपुग्यौँ। अब चाहिँ एकछिन आराम गर्ने, यो बच्चाहरू पनि भोकाए। अब अर्को भिडियोमा भेटौँ ल। बाई, किप लभिङ, किप सपोर्टिङ।